मर्निङ। हाम्रो चाहिँ आज पिकनिक छ फेरि एचआर को र कन्ट्राक्टरको। सो म चाहिँ कुम्रेक रानी वन जाँदैछु गाइस, रेडी भइसकेको छु। बेसी लपन छप्पन नलाउने, गर्मी हुन्छ। सो यो मेरो आजको ब्ल्याक ड्रेस, आजको बार्बेक्यू बनाउने। अनि बुढी बेबीलाई भने म 2 चक्टा मासेर हिँड्छु ल, माम खानु, यी घर सफा गर्नु, पिकनिक खाएर आउनु, नपछ्याउनु ल। आज रक्सी खाएर आएर भरे पिर्छु ल। रक्सी त खाँदैन ल किन ल न ल गएको गाइस, हस्मुलाई बोकिराख्नु साथी। रक्सी खाएर पिर्छु भने आउँ म घटिनेक मैले त म यहाँ ओभर एक्टिङको दुकान। ए नगर्नु प्लिज, स्टप। भक्कै दिनु गाइस हो, स्पिड कुद्दैछु, मलाई मार्छ। पहुंचा हूँ ये बेंगल के पास। आज के लिए मुर्गी कटिंग हो रहा है, मुर्गी कटिंग बढ़िया से हो रहा है आज। बारिश बारिश ठंडा मौसम है। म चाहिँ जाम कटेर मनसाङवाला रास्तामा आइसकेको छु। गाइसहरु देख्न सक्नुहुन्छ, बाइकको चाहिँ यति फाइदा हो, कहीँ जाम जाममा पनि रोकिनु पर्दैन। अरू चाहिँ सबै आउँदैछ अरे तल। दामी चाहिँ दालै दामी जङ्गल छ है। पिकनिकको ब्रेकफास्ट चाहिँ मेरोमै छ है, यहीँनिर। चेकपोस्टको जामले सब गाडी यता माझी गाउँतिर लाग्छ। बिना कोयले के कैसे होगा? लकड़ी जलाना पड़ेगा। लकड़ी? अरे कितना जलाएगा? ब्रेकफास्ट अभी हो रहा है 12 बजे, देखेंगे। फाइनली घर पहुँच गया साथीहरु। म चाहिँ ढिलो भयो आज बुढीले मार्छ। यहाँ गेट पास लिएर आएको छु गाइस, देख्नुहुन्छ। बाइक चाहिँ मेरो यहाँ आइसकेको छ, सही सलामत आइसकेको छु। अरूलाई पनि घर छोडेर आएको। म चाहिँ मेरो चाहिँ यहाँ पावर गेटमा अगाडि क्यामेराको छेउमा हुन्छ मेरो बाइक। लेट हो इच्छे, गेट पास छ। अम्बो क्यामेरा तेर्सै यतिको चाहिँ हुनु पर्यो नि त, क्यामेरा तेर्साइरह्यो। गाइस म चाहिँ आइपुगेँ हो, झन् क्यामेरा 2 जनाले तेर्सै नि। गाइस मेरो बुढा चाहिँ एकदम ढिला आएको अवस्था हैन। अब यति राते मैले कहिलेदेखि पसेको थिएँ नाच्छु भने नाच्यो नाच्यो नि, नाच्यो। म दुखाइमा छु त्यसो भने।